हेलो गाइस, आज चाहिँ हामी घुम्दैछौँ है। त्यस रमाइलो गरेर बहिनी चाहिँ चटपटी किन्नु जानुभएको। चटपटी बनाएर मधेसीले पैसा साटेन अरे, 1000 रुपियाँ पैसा साटेन अरे। अनि बहिनीहरूले रिसले चटपटी चाहिँ छोडेर आउनुभएको छ, पैसा पनि नतिरिकन। अनि भन्दै हुनुहुन्छ मलाई, अब खोला छेउछेउ घुम्न गएको, के खानु र अरू त्यस्तो खाने चिजहरू पनि छैन, पसल पनि छैन। हामी चाहिँ बाटो छेउछेउ घुमिरहेको छ। बिहानभरि पानी पऱ्यो कि, अनि अहिले दिउँसो चाहिँ घाम लाग्यो, अनि अलिक शीतल शीतल छ। बच्चाहरू लिएर सबजना नि क्या, अनि बच्चाहरूले चाहिँ भोक लागेर पछाडि काका भतिजा बिस्कुट खाँदैछ। हामी चाहिँ अगाडि गफ गर्दै भिडियो बनाउँदै, बच्चाहरू सबजना बिस्कुट खाँदैछ। हामी नन्दबाउ चाहिँ गफ गर्दै, हामी चाहिँ केही पनि नखाएको, चटपटी अहिले खाने भनेर उता साइडमा गएर चटपटी खाने अनि पानीपुरीहरू खाने भनेर प्लान छ। अब त्यता पनि पैसा साट्ने हो कि नसाट्ने हो थाहा छैन। त्यो चाहिँ साटे खाने हो, पैसा नसाटे हाम्रै पैसा भएको छ।